भयो ल म चाहिँ भिडियो बनाउनको लागि रेडी भइसकेको छु अनि माइक बोकेर अनि त्यसपछि म यहाँनिर दाइ त्यो एउटा दिदीहरू अनि दाइहरू बसिरहेको छ म त्यहाँ जानेछु र भिडियो चाहिँ हेर्नुहोस् गाइज कस्तो हुन्छ हैन अब उनीहरूले हामीलाई कस्तो च्यालेन्ज गर्छ अनि कस्तो के गर भन्छ हामीले त्यो चाहिँ गर्नै पर्ने हुन्छ अब सक्नेसम्म गर्ने हो नसक्ने त हामी यहाँ पनि अब गर्ने कुरा आउँदैन ल लेट्स मुभ अनि दुईजना जाँदैछौँ त्यो डाटा मोबाइल लिएर यता आउ न सँगै यता भयो देख्छ ल सुरु भयो भिडियो एक्सक्युज मी तपाईहरुसँग 2 मिनेट समय छ हामी चाहिँ भिडियो गर्दै हिँडिरहेको यसरी हैन अनि युट्युबर हो कि हामी त्यस्तो नराम्रो कुराहरु केही गर्न खोजेको हैन कि आज चाहिँ हामीले एउटा छुट्टै खालको गेम खेल्ने भनेर अनि हामी आको आफ्नै गाउँमा हामी हाम्रो घर पनि यही हो हैन अनि त्यसैकारण हामी भर्खरै उदाउँदै गरेको युट्युबर हो त्यसैकारणले गर्दाखेरि चाहिँ पब्लिकसँग पनि भेटेर कुरा गरौँ न भनेर चाहिँ अनि हामी यो भिडियो बनाउन आएको हैन अनि आज चाहिँ कस्तो खालको भिडियो बनाउन आएको भने हामी हाम्रो च्यानललाई तपाईहरुले सब्स्क्राइब त गर्नु भएको छैन होला हामी यो यस्ती अफिसियल भन्ने हो हैन यस्ती अफिसियल हो छैन भर्खरै खोलेको च्यानल हो र हामीले चाहिँ तपाईबाट अब तपाईहरुले हामीलाई जस्तो च्यालेन्ज दिनुहुन्छ नि हामीले चाहिँ यहाँ गर्ने के अब पब्लिकबाट चाहिँ हैन जस्तो च्यालेन्ज दिन्छ हामीले चाहिँ गर्ने भनेर अनि यो भिडियो सुट गर्दैछ हाम्रो चाहिँ अनि क्यामेरा चाहिँ आज पानी परेको कारणले गर्दाखेरि हामीले क्यामेरा नलिएर आएको यो मोबाइलबाटै गर्ने भनेर तपाईको च्यालेन्ज तपाईले च्यालेन्ज दिनुहुन्छ नि हामीलाई त्यो च्यालेन्ज तपाईले दियो भने दिएर हामीले यदि गर्न सक्यौ भने चाहिँ तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुपर्ने हुन्छ यहीँनिर हुन्छ मन्जुर छ जस्तै तपाईले मलाई च्यालेन्ज दिनुहुन्छ त्यो च्यालेन्ज मैले पुरा गरे भने तपाईले चाहिँ हाम्रो च्यानललाई अहिले हामीले डाटा यहीँ खोलिदिन्छौँ अझै रे भने तर तपाईले चाहिँ सब्स्क्राइब गर्नुपर्ने हुन्छ हाम्रै अगाडि च्यालेन्ज दिनु पर्यो तपाईले चाहिँ हामीलाई अब हामी पनि सक्ने गर्छौँ फेरि है त्यस्तो नसक्ने चाहिँ हैन जस्ट सक्ने सम्मको चाहिँ हामी गर्छौँ यहीँनिर एउटा डान्स डान्स त अब मलाई त आउँदैन हैन जस्ट हाम्रो उहाँलाई डान्स आउँछ तर जस्ट डान्स आउने पनि छ नि त ल हामी गाइस हामीलाई चाहिँ डान्स आएको छ हैन अब डान्स गर्नेछौँ हामी चाहिँ बहिनी कुन गीतमा ल भन त म गीत पनि गाइदिन्छु कुन गीतमा डान्स गर्ने ल भन अनि गीत एउटा भन्नु न हामी गाउँछौँ ल मकैबारी दर्याम राम्रै गीत पनि गाऊ गीत बजाउनु त भिडियो चाहिँ एकदम रमाइलो हुनेवाला छ गाइस एमबी तान्नु पर्दैन दाइ हामीसँग छ पासपोर्ट दिन्छौँ हामी तपाईले ठ्याक्कै गर्ने मात्र हो ल कहाँ गयो यार कहाँ ल ल हाम्रो चाहिँ डान्स आएको थियो अनि त्यसपछि हामी यहाँ नाच्दैछौँ गाइस डान्सर पनि हो हाम्रो बहिनीहरू बवाल छ है गाइस ल भिडियो चाहिँ एकदम रमाइलो हुनेवाला छ पुरै हेर्नु होला भन्न चाहन्छु ल फाइनली हाम्रो दिदीको च्यालेन्ज चाहिँ हामीले पुरा गरिसकेका छौँ र अब हाम्रो दिदीको केही छ ल हजुर तपाईको केही च्यालेन्ज ल बाबुको ल त्यो केही छ ल घोडामा चाहिँ म बस्छु है हो केही छैन हामी गर्नेछौँ र तपाईले सब्स्क्राइब गर्नुपर्ने हुन्छ
ल यहाँ आउनु त अहिले चाहिँ यहाँ यतिकै हामी आएकोमा गाइस अब हामी चाहिँ यो माथितिर जाँदैछौँ होइन अघि नै हामीले भिडियोमा देखाइसकेका थियौँ अब त्यो मासतिर चाहिँ मान्छेहरू छ कि छैन त्यो त हामीलाई थाहा छैन होइन तर जान चाहिँ जाउँ हामीले किनभने आजको उद्देश्य भने यही हो आजको भिडियोको उद्देश्य भनेकै मैले जित्ने हो तिमी जित्दा तिमी गरे तिमी बोल्यो कि पहिलो फर्स्टमा नि हुन्छ लास्टमा नि हुन्छ बुझ्यौ नि म भन्छु न के अरे म मान्छे हुँदा चाहिँ बोलेन मान्छे हुँदाखेरि बदल बोल्छ ठ्याक्कै उतै मन्दिरनिर पुगेपछि भिडियो गरिहाल है एउटा माइक तिमी बोल्ने म बोल्छु केटा छ दायोस् कि दायोस् हेलो लाग्यो अनि तपाईँहरूसँग कुरा गर्न पाउँदाखेरि हाम्रो च्यानल चाहिँ त्यहाँ यास्त्री अफिसियल रहेको छ तपाईँहरूले सब्सक्राइब गरिदिनु ल है ल थ्याङ्क यू भिडियो चाहिँ लगभग भोलि र पर्सि भित्रमा आउँछ यसो हेर्नु होला त्यहाँ चाहिँ टिकटकहरू बनाउँदैछ अनि हामी त्यहाँ जानेछौँ अब होइन हेरौँ त्यहाँको अब कस्तो हुन्छ माहौल तिमी बोला नि तिमी बोला नि त्यहाँ माइक अन छ होइन जहिले नि के बोलाउँ भाइरल भइरहेको अर्को फेरि अर्को लुक्स बन्छ फेरि त्यहाँ किन बसेको बस्नु न त्यस्तो युट्युबर हो क्या केही कुराहरू तपाईँहरूबाट मिल्छ कि तपाईँको नि त्यहाँ प्रश्न त्यहाँ तपाईँले नि दिनुपर्ने हुन्छ कि हामीलाई तपाईँ झन् म्याम जस्तो देखिरहनु भएको छ यस्तो बस्नु न भिडियो हो त्यस्तो नराम्रो के होइन कि जस्ट तपाईँहरूले हामी चाहिँ भर्खर युट्युब च्यानल खोलेको अनि त्यसै कारणले गर्दाखेरि यसरी भिडियो बनाउँदै आएको आज चाहिँ हामी पब्लिकसँग भेटौँ न भनेर आएको कि किन भन्दा कस्तो भन्दाखेरि हाम्रो यो यास्त्री अफिसियल च्यानल छ होइन अनि तपाईँहरूले सब्सक्राइब त गर्नुभएको छैन होला सायद पनि पक्कै पनि हामी यहीँ घरि डाँडाको हो यहीँ राति 7 पर्छ र अनि आजको भिडियो चाहिँ कस्तो छ भन्दाखेरि तपाईँहरूले हामीलाई च्यालेन्ज दिनुपर्ने हुन्छ होइन तपाईँहरूले हामीलाई च्यालेन्ज दिनुपर्ने हुन्छ अनि अलि यता आउनु च्यालेन्ज दिनुपर्ने हुन्छ अनि तपाईँहरूको अगाडि हामीले तपाईँले दिएको च्यालेन्ज पुरा गर्यो भने चाहिँ तपाईँले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुपर्ने हुन्छ तपाईँले अब कस्तो च्यालेन्ज दिनु दुईजनालाई दिनु पऱ्यो हामीलाई च्यालेन्ज दिनु पऱ्यो एकजनाले होइन च्यालेन्ज दिनु पऱ्यो अनि त्यसपछि तपाईँको च्यालेन्ज हामीले पुरा गर्ने बित्तिकै तपाईँले चाहिँ मोबाइल खोलेर ट्याक्क डाटा हामीसँगै छ सब्सक्राइब गर्नुपर्ने हुन्छ हाम्रो च्यानललाई उहाँ सिस्टरको थियो रहेछ अब उहाँ खोइ कता जानुभयो है ठिक छ उहाँको ल्याएर गर्न सक्नुहुन्न नि तपाईँले है ल एउटा च्यालेन्ज दिनु त्यसो भए माइक नजिक अब तपाईँलाई जे जे दिन मन लाग्छ त्यही एउटा च्यालेन्ज मतलब कस्तो च्यालेन्ज अब उठ बस दिनु पर्यो दौडिने अब पुसअप जे दिँदा नि भयो बस कतिचोटि बस 10 चोटि दुईजनाको एउटै हो ए हामी 10 चोटि उठ बस फेरि गाइज मैले अघि 10 चोटि पुसअप फेरि पनि उठ बस गर्नेछौँ दुईजनालाई नै उठ बस परेको छ गाइज ल ठिक छ हामी गर्नेछौँ भर्खरै हो तर हाम्रो 3000 जति सब्सक्राइबर हुन लागिसक्यो होइन यास्त्री अफिसियल उहाँ दिदीको ल्याएर गरिदिनु होइन ल हामी उठबस गर्नेछौँ गाइज उहाँ बहिनीहरूको चाहिँ आइसकेका छौँ 10 चोटि उठबस रहेको छ मेरो चाहिँ टाइम बस फेरि पनि 1 2 3 4 5
6 7 8 9 10 खुट्टा त मजाले गर्दो रहेछ गाइज। फाइनली हाम्रो सिस्टरहरूको च्यालेन्जलाई हामीले पुरा गरिसकेका छौँ र उहाँहरूले चाहिँ घरमा गएपछि पनि हामी सब्सक्राइब गरिदिनु भन्नुभएको छ अनि उहाँ एउटा दिदीको फोनबाट पनि गरिदिनु भन्नुभएको छ। मोबाइल खोइ मोबाइल ल्याउ होइन हामीसँग नेट छ। वाइफाई डाइरेक्ट अन गर्नु त अनि सबिन हान्नुहोस् सबिन छ त्यहाँ सबिन है यस्तो अफिसियल हाम्रो यो है फोटो चेन्ज हुनेवाला छ तर हामीलाई देखि त तपाईँकै डाटा छ भने गरिदिँदा नि भयो। छैन रहेछ आयो सबिन आयो सबिन सबिन छ कि उसको नाम पासपोर्ट अनि 1 2 3 मिलेन पासपोर्ट ठुलो यास हो कि सानो सबै स्मल सबिन बना तिमी ल। हेलो गाइस अनि त्यहाँ अगाडि चाहिँ दुईजना दिदी हुनुहुन्छ अनि उहाँहरूको लागि पनि हामी भन्छौँ के भन्नुहुन्छ आउनुहोस् बोल न अलि साउन्ड आउनुहोस् गाइस। हेलो 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 बहिनीहरू तपाईँ टाइम दिन 2 सक्नुहुन्छ? मिनेटसम्म है हाम्रो चाहिँ युट्युब च्यानल छ होइन दाइको र मेरो चाहिँ आज च्यालेन्ज छ कहिले धेरै सब्सक्राइब बढाउन सक्ने अनि तपाईँले चाहिँ मलाई एउटा च्यालेन्ज दिनुपर्ने हुन्छ अनि त्यो च्यालेन्ज मैले पुरा गरेँ भने चाहिँ तपाईँले मलाई अहिले यहाँको यही मलाई सब्सक्राइब गर्नुपर्ने हुन्छ। तपाईँले दिएको च्यालेन्ज पुरा गर्यो भने चाहिँ हामीले तपाईँले यहाँनिर हाम्रै अगाडि सब्सक्राइब गर्नुपर्ने हुन्छ हाम्रो च्यानललाई। एउटा च्यालेन्ज दिनु त्यो च्यालेन्ज म पुरा गर्छु अनि तपाईँले चाहिँ सब्सक्राइब गर्नुपर्ने हुन्छ। के च्यालेन्ज दिन त आउँदैन ल यदि च्यालेन्ज नदिकन सब्सक्राइब गर्न तयार हुनुहुन्छ भने पनि त्यो नि मन्जुर छ। त्यो पनि मन्जुर छ एउटा च्यालेन्ज के अब दिन मन छ भने चाहिँ दिनुहोस्। मलाई त च्यालेन्ज त केही छैन सब्सक्राइब गरिदिनुहुन्छ गरिदिनुहुन्छ थ्याङ्क यू है। उहाँहरूले चाहिँ हाम्रो यत्तिकै सब्सक्राइब गरिदिनु भएको छ अनि वाइफाई अन गर्नु त हाम्रो पासपोर्ट दिन्छौँ अनि तपाईँहरूले त्यत्तिकै कनेक्ट गरेर तपाईँहरूले सब्सक्राइब गर्न सक्नुहुन्छ। पासपोर्ट सबिन ल कनेक्ट भइसक्यो क्या हो रेडमी हो तपाईँको मोबाइल के हो वाइफाईमा खोइ त्यहाँ त तपाईँहरू घर चाहिँ कहाँ ए यतै हो घर चुरचुरी भने यता गडौली होइन ए अनि यहाँ घुम्न आउनु भएको ए हामीले चाहिँ यस्तो भिडियोहरू बनाउँछ कुनै दिन त्यो गडौली पार्क छ होइन हामी त्यता पनि सायद कुनै बेला हामी आउँछौँ होइन। हाम्रो च्यानलमा चाहिँ अब यस्तै रमाइलो भिडियोहरू आउने गरेको छ अनि तपाईँहरूको अब साथीहरू होला सायद होइन सब्सक्राइब एन्ड सेयर गरिदिनु होला भन्न चाहन्छु र अनि अब के भन्नु यस्तै हो है भएन तपाईँको डाटा अन छ कि रेडमीहरू तपाईँको स्यामसङ हो है तपाईँको मोबाइल ए यहाँ चाहिँ अब हामीले कस्तो खालको भिडियो बनाउँदै आएको भन्दाखेरि एउटा पब्लिक च्यालेन्ज भनेको आएको छ एउटा बहिनीलाई एउटा इच्छा छ भने हामीलाई कुनै च्यालेन्ज दिनु पऱ्यो हामी तपाईँको अगाडि गर्छौँ होइन तर त्यो च्यालेन्ज तपाईँको अगाडि बसेर हामी गर्छौँ अनि त्यो च्यालेन्ज गऱ्यो भने चाहिँ तपाईँले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुपर्ने हुन्छ यस3 अफिसियललाई हुन्छ ल के च्यालेन्ज दिने ल
यदि तिमीलाई यदि दिनु छैन तिमीलाई होइन च्यालेन्ज देऊ न एउटा रमाइलो हुन्छ नि त च्यालेन्ज हुनु पर्यो एउटा केही च्यालेन्ज देऊ न के च्यालेन्ज दिने बहिनी घर चाहिँ कहाँ डर लागिरहेको छ भिडियो देख्यो डर लाग्यो भवानीपुर यहीँ हो ए ल एउटा च्यालेन्ज ल के दिन्छ ल भन त यो बहिनीलाई देऊ त के च्यालेन्ज दिन्छ दुइटैलाई दिँदा हुन्छ हामी दुइटै गर्छौँ एकवटा फरक च्यालेन्ज देऊ न बहिनीबाट चाहिँ फाइनली एउटा दुईवटा च्यालेन्ज आउने कुरो छ है दिल्ली उयो पसलदेखि यहाँसम्म 2 राउन्ड खानु होइन भिडियो गर्न अलिक गाह्रो हुन्छ बहिनी यहीँ देऊ न पुसअप देऊ न 10 चोटि पुसअप गर्न देऊ न ल 10 चोटि मैले 10 चोटि उठ्बस गर्दाखेरि मेरो हालत के हुन्छ होला सोच्नु त गाइस म मर्छु होला सायद यदि तपाईहरुले अब जे भयो नि गर्नै पर्ने हुन्छ 10 चोटिमा पुसअप गरेर देखाउँछु गाइस ल मलाई चाहिँ के दिन्छ ल तपाई यहाँ हो बहिनी तिमी यहाँ पुसअप गर्दै गर त तपाई फेरि भन्नु त एकचोटि यो मन्दिरदेखि यहाँसम्म 2 चोटि राउन्ड हान्ने ल फाइनली मेरो पनि आइसकेको छ त्यो माथि मन्दिरदेखि यहाँसम्म 2 चोटि राउन्ड हान्ने अब हेरौँ राउन्ड हान्न सक्छ कि सक्दैन हामी चाहिँ लाइभ भिडियो देखाइरहेका छौँ र तपाईँहरूको बिचमा एकदम गाह्रो छ है सायद म गर्न सक्छु होला अब जति सक्छु त्यति गर्छु तर मात्रै को च्यालेन्ज यहाँ हामी चाहिँ तपाईहरुले यदि सिक्न चाहनुहुन्छ भने हुन्छ 1 2 3 4 5 6 7 8 9 10 ओहो ल त्यो बहिनीले पुरा गर्यो होइन अब मैले चाहिँ सक्छु कि सक्दैन म एक राउन्ड मात्रै आउँछ यहाँबाट सर जान्छु अनि आउँछ है हुन्छ ल ल म चाहिँ अब उहाँ बहिनीको त्यो च्यालेन्ज पुरा गर्न जाँदैछु त्यहाँ माथि मन्दिरमा हेर्नुहोस् है म आफै कुद्दैछु ओ माई गड सिडी चढ्न साह्रै गाह्रो छ यार तिमी चाहिँ घुम्न आएको यता होइन दिदीसँग आएको यतिखेर ए नाम के हो नि सजना श्रेष्ठ वाउ एकदम राम्रो नाम रहेछ है उसको चाहिँ दौडिँदै हुनुहुन्छ त्यो त मैले चाहिँ आफ्नो पनिसमेन्ट भइसकेको छु उहाँ चाहिँ दौडिँदै हुनुहुन्छ हेर्नुहोस् भैँसी कुदे जस्तो कुद्दै हुनुहुन्छ उहाँ चाहिँ कस्तो लाग्यो तिमीलाई हामीलाई भेटेर राम्रै हेर्नु त यस्तो भर्याङ चढेर आएको म आफैले नि भिडियो गरेर आएको किनभने क्यामेराम्यान एउटा भन्दा छैन नि त त्यही भएर यस्तो च्यालेन्ज सायद यो नेपालकै नम्बर 1 भिडियो रहेको छ फर्स्टचोटि यस्तो च्यालेन्ज कसैले नि गरेको छैन गाइस ल हजुरलाई दौडेर एकदम खुसी लाग्यो होइन हेर्न सक्नुहुन्छ उहाँको सास निस्किसकेको छ म अब बहिनीले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुपर्ने हुन्छ यस 3 अफिसियल डाटा छ बहिनी ल यो है OFF ICI बेला किन दबाइदियो है फाइनली गाइस हाम्रो 6 सब्स्क्राइब पुगिसकेको छ यो पार्कमा आएर हामी धेरै धेरै धन्यवाद अनि त्यसपछि मैले च्यालेन्ज गर्दा चाहिँ यति गाह्रो भयो नाम के हो सजना श्रेष्ठ सलिना श्रेष्ठ एउटा कुरा हो न तपाईँ राम्री पनि हुनुहुन्छ धेरै है गाइस दाजुको काला हे ब्युटिफुल कति वर्ष भयो 14 कति 14 ओहो बल्ल 15 लाग्ने अब ओहो ल धेरै धेरै धन्यवाद हाम्रो बहिनीलाई अनि सब्स्क्राइब गर्नुभयो र भिडियो हेरेर अनि साथीहरूलाई पनि सेयर गर्नु ल तपाईँको नि भिडियो आउँछ नि त है थ्याङ्क यू अब चाहिँ हामी यहाँनिर सकिसकेका छौँ यहाँनिर मान्छेहरू धेरै रहेनछ अब उयो मासतिर गाखारी उयो जङ्गलतिर बस्ने ठाउँ छ भिडियोमा हेर्नु होला त्यहाँ चाहिँ कतिजना गर्लफ्रेन्ड बोयफ्रेन्डको जोडीहरू पनि गएको होला झन् मजा आउँछ त्यस्तो ठाउँमा भिडियो बनाउन होइन ल लेट्स स्मोक
दुईजना मात्रै अलि पछाडि यसलाई पुरै फास्ट गर्ने अलि दा ल अनि हामी चाहिँ यहाँ आइसकेका छौँ र अनि हाम्रो सायद मभन्दा भाइहरू नै होला होइन अनि म भाइहरूलाई देखाउँछु तपाईँहरूले यो च्यानललाई सब्सक्राइब त गर्नु भएको छैन होला सायद छैन है अनि यो च्यानल चाहिँ हामीले भर्खरै खोल्या हो अनि भर्खरै हामीले यस्तो भिडियोहरू बनाउँदै हिँडिरहेको छौँ र आजको यो भिडियो चाहिँ कस्तो छ भन्दाखेरि भाइहरूले हामीलाई एउटा च्यालेन्ज दिनु पर्यो त्यो च्यालेन्ज हामीले गऱ्यौँ भने चाहिँ तपाईँहरूले यहाँ हाम्रो अगाडि सब्सक्राइब गर्नुपर्ने हुन्छ मन्जुर छ भाइ मन्जुर छ भन्नु त एउटा च्यालेन्ज दिनु पर्यो तर त्यो च्यालेन्ज हामीले तिमीहरूको अगाडि गरेर देखायौँ भने चाहिँ तिमीहरूले हाम्रै अगाडि सब्सक्राइब गर्नुपर्ने हुन्छ भाइ आऊ न आऊ न आऊ के च्यालेन्ज दिनु ल भन ल भाइलाई सोध भनिरहेको छ यहाँ चाहिँ साथी चाहिँहरूले के च्यालेन्ज के दिन्छौ देऊ न एउटा के देऊ न यार यदि दिनु मन छैन भने सब्सक्राइब मात्रै गरिदिँदा नि यदि दिन मन छैन भने सब्सक्राइब गरिदिनु हामीसँग डाटा छ हाम्रो ट्यागको पासवर्ड हानि हुन्छ सब्सक्राइब गरिदिँदा नि हुन्छ ल भाइहरूले चाहिँ केही पनि च्यालेन्ज दिएन हामीलाई है धेरै राम्रो भाइहरू रहेछ घर यतै हो घर यतै हो कुन ठाउँ ए यहीँ चौकी डाँडाको रहेछ हामी पनि उता घरै डाँडाको हो कि राति सार्नुपर्छ हामी चाहिँ ल हाम्रो च्यानल चाहिँ भाइहरूले सब्सक्राइब गरिदिनु हुनेछ डाटा अन छ ल वाइफाई अन गर त भाइ कि डाटै छ डाटै छ भने त सजिलो भयो नि त यस 3 अफिसियल छ होइन भाइको नि छ डाटा ए यहाँ चाहिँ पासवर्ड हाम्रो सबिन ल भाइको नाम सबिन हो ए आइसकेछ है सबिन 2 3 ल कनेक्ट भइसक्यो अनि यस 3 अफिसियल यस 3 0 आइसक्यो ल यही हो हाम्रो सुनिलको सुरुको च्यानल रहेको छ बेलायकिन दबाइदियो है ल बेलायकिन त थ्याङ्क यू भाइ मेरो नाम चाहिँ सबिन हो अनि तिम्रो अनमोल वा सो नाइस नेम अनि भाइ भेट्यो हाम्रो च्यानल चाहिँ सब्सक्राइब गरेर बेलायकिन दबाइदियो है ल ब्रदरहरू धेरै धन्यवाद हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु भयो र मन पर्यो भने यो भिडियो चाहिँ भोलि र पर्सिभित्रमा आउँछ होइन अनि लाइक एन्ड सेयर सब्सक्राइब अरू साथीहरूलाई नि यसो दिनु होला हामी यहीँनिरको युट्युबर हो भरेपछि हामीलाई भेट्न कुनै बेला केही पऱ्यो भन्दाखेरि त्यहीँ नजिकै हो हामी चौकी डाँडा र त्यो घरे डाँडा भनेको त लगभग आधा घन्टाको फरकको कुरा हो होइन यसो सपोर्ट गर्नुपर्छ है ल